ब्रह्माण्डबारे रोचक जानकारीमूलक भिडियोमा स्वागत छ। सुरु गरौँ पहिलो प्रश्नबाट। अन्तरिक्षमा मिल्की वे ग्यालेक्सीको गति कति छ? 2.1 मिलियन किलोमिटर पर आवर। सूर्यको कोरभित्र के छ? न्युक्लियर फ्युजन रिएक्टर। सूर्य हराएको हामी कति समयपछि थाहा पाउँछौँ? 8 मिनेट 20 सेकेन्ड। प्रत्येक वर्ष चन्द्रमा पृथ्वीबाट कति टाढा जाँदैछ? 3.8 सेन्टिमिटर। सबैभन्दा ठुलो उपग्रह गैनिमेडको गोलाइ कति छ? 5268 किलोमिटर। बुध कहिलेदेखि सौर्यमण्डलको सबैभन्दा सानो ग्रह भएको हो? अगस्ट 24, 2006। सौर्यमण्डलको कुन ग्रहमा हिराको वर्षा हुन्छ? अरुण र वरुण। पृथ्वी बाहेक ग्रहहरूको अङ्ग्रेजी नाम के को आधारमा राखिएको छ? रोमन र ग्रीक देवी देवता। भेनस प्रेम र सौन्दर्यका रोमन देवी हुन् भने मार्स को हुन्? युद्धका रोमन देवता। हिन्दू धर्ममा देवताका गुरु कसलाई मानिन्छ? बृहस्पति। कुनै वस्तु आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ? परिभ्रमण। सबैभन्दा छिटो दिन र रात बृहस्पति ग्रहमा हुन्छ भने लामो कुनमा हुन्छ? शुक्र। हाम्रो सौर्यमण्डलमा सबैभन्दा बढी तीव्र हावा चल्ने ग्रह कुन हो? नेप्च्युन। सौर्यमण्डलको सबैभन्दा अग्लो पर्वत कुन हो? ओलम्पस मोन्स। मङ्गल ग्रहको रङ रातो देखिन्छ भने अरुण ग्रह कस्तो देखिन्छ? हरियो। टेरेस्ट्रियल प्लानेट्स कुन कुन हुन्? बुध, शुक्र, पृथ्वी र मङ्गल। बुध ग्रहमा 88 दिनको एक वर्ष हुन्छ भने शुक्रमा कति दिनको हुन्छ? 224.7 दिन। टेरा म्याटर भन्नाले कुन ग्रहलाई बुझिन्छ? पृथ्वी। पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ? 365 दिन 5 घण्टा 48 मिनेट 46 सेकेन्ड। पृथ्वी सूर्यबाट टाढा रहेको अवस्थालाई के भनिन्छ? पारहेलियन। मङ्गल ग्रहका दुईवटा उपग्रह कुन कुन हुन्? फावोस र डिमोस। मङ्गल ग्रहमा एक दिन कति समयको हुन्छ? 24 घण्टा 27 मिनेट 22 सेकेन्ड। ग्यालिलियन मुन कुन कुन हुन्? आइओ, युरोपा, ग्यानिमेड एन्ड क्यालिस्टो। शनि ग्रहको कुन उपग्रह विपरीत दिशामा घुम्छ? फोइबे। कुन ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ? युरेनस। रोमन जल देवताको नाममा नामाकरण गरिएको ग्रह कुन हो? वरुण। वरुण ग्रहको कुन उपग्रह उल्टो दिशामा घुम्छ? टाइटन। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति समय लगाउँछ? 27 दिन 7 घण्टा 43 मिनेट। सूर्यग्रहण लाग्दा सूर्यको कुन भाग पहिले ढाकिन्छ? पश्चिमी भाग।
पहिलो महिला अन्तरिक्ष यात्री को हुन्? भ्यालेन्टिना टेरेस्कोभा। सौर्य परिवारभित्र ग्रह तथा उपग्रहहरूको दूरी नाप्ने एकाइलाई के भनिन्छ? एस्ट्रोनोमिकल युनिट। पृथ्वी र चन्द्रमा सामान्यतया कति डिग्री कोणमा ढल्किएका हुन्छन्? 5.15 डिग्री। मानिसको उत्पत्ति, विकास र प्रभुत्व कुन महाकल्पमा भएको थियो? नवजीव महाकल्प। पृथ्वीको कुन क्षेत्रमा बढी जस्तो उल्कापिण्ड खस्ने गर्छन्? ध्रुवीय क्षेत्रमा। चन्द्रमाको प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ? 1.3 सेकेन्ड। पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ? 30 किलोमिटर पर सेकेन्ड। सूर्यलाई हेर्न मिल्ने यन्त्र कुन हो? हेलिस्कोप। सुपरनोभा भनेको के हो? डाइङ स्टार। सूर्य ग्रहण वर्षमा कति पटकसम्म लाग्न सक्छ? 3 पटक। चन्द्रग्रहण बढीमा कति समयसम्म लाग्न सक्छ? 6 घण्टा। उल्कापातलाई के पनि भनिन्छ? सुटिङ स्टार। पृथ्वीको सतहसम्म आइपुग्ने उल्कालाई के भनिन्छ? उल्कापिण्ड। कुनै वस्तु पृथ्वीतिर खस्दा सरदर कुन दरले खस्छ? 9.8 मिटर पर सेकेन्ड। ट्र्याङ्क्युलिटी नामक ठाउँ कुन उपग्रहमा पर्दछ? चन्द्रमा। चन्द्रग्रहण कुन कुन किनाराबाट लाग्न सुरु गर्छ? पूर्व। विश्वको कुन स्थानबाट अस्ताउँदो सूर्यलाई हरियो रङको देखिन्छ? अन्टार्कटिका। नासाको अन्तरिक्ष यान क्युरियोसिटीले कुन ग्रहको अध्ययन र अन्वेषण गरिरहेको छ? मङ्गल। चन्द्रमाको अग्लो चुचुरो कुन हो? डार्फिल पिक। चन्द्रमामा भएका खाल्डाहरूलाई के भनिन्छ? क्रेटर। पृथ्वीले आफ्नो अक्षमा प्रति घण्टा कति दूरी परिभ्रमण गर्दछ? 1600 किलोमिटर। प्रथम अन्तरिक्ष यात्री युरी गागरिन कहिले अन्तरिक्षमा पुगेका थिए? सन् 1961 अप्रिल 12। अन्तरिक्षमा गएर पनि चन्द्र धरातलमा नओर्लिएका व्यक्ति को हुन्? माइकल कोलिन्स। मङ्गल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान कुन हो? भाइकिङ 1। अन्तरिक्षमा हिँड्ने प्रथम व्यक्ति को हुन्? अलेक्सी लियोनेभ। चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो? लुना 2। अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार को हुन्? तोयोहिरो आकिया। प्रकाशले एक वर्षमा यात्रा गर्ने दूरीलाई के भनिन्छ? प्रकाश वर्ष। न्युटनले गुरुत्वाकर्षण शक्तिको सिद्धान्त कहिले पत्ता लगाएका हुन्? सन् 1687। गुरुत्वाकर्षण अचरको मान कसले नापेका थिए? हेनरी क्याभेन्डिस।
सूर्य केन्द्रित सिद्धान्तका परिकल्पनाकार को हुन्? निकोलस कोपरनिकस। Thank you for watching. Follow for more.